एनपिएल सिजन 3 को अक्सन एकदम नजिक आइरहेको छ अनि यो भिडियो बनाउँदासम्म तीनवटा टिमहरूले आफ्नो रिटेन्सन लिस्ट पब्लिक गरिसकेका छन्। यसैको बेसिसमा रहेर आज हामी ती तीन टिमको रिटेन्सन एनालाइसिस गर्नेछौँ, जसमा हामी रिटेन प्लेयर, मिस आउट प्लेयर र मिनी अक्सनमा कुन कुन प्लेयर टार्गेट गर्छन् भनेर जान्ने कोसिस गर्नेछौँ। लास्टमा हामी त्यस टिमको स्ट्रेन्थ र विकनेसको बारेमा पनि कुरा गर्नेछौँ। सो वाच टिल द एन्ड। वेलकम टु क्रिक लुमिना एन्ड लेट्स स्टार्ट द भिडियो। एनपिएल 2026 को लागि सबैभन्दा पहिले आफ्नो रिटेन्सन लिस्ट पब्लिक गरेर सक गरेको टिम हो जनकपुर बुल्स। बुल्सले एनपिएल 2026 को लागि क्याप्टेन अनिल शाहसँगै ललित राजवंशी, मयन यादव, विकास आगरी र आदित्य मेहतालाई रिटेन गरेको छ। आफ्नो मार्की प्लेयर आसिफ शेखलाई रिलिज गरेर सकिङ डिसिजन लिएको जेबी म्यानेजमेन्टले किशोर महतो, शुभ कन्साकार, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट, रूपेश सिंहलाई रिलिज गरेको छ। चितवन राइनोजले पनि एनपिएल 2026 को लागि आफ्नो रिटेन्सन लिस्ट पब्लिक गरिसकेको छ। कुशल मल्ल, रिजन ढकाल, कमल सिंह हेरी, अर्जुन साउद, दीपक बोहरा, देव खनाल र रञ्जित कुमारलाई रिटेन गरेर राइनोजले आफ्नो कोर प्लेयर सबै राख्ने निर्णय गरेको छ। राइनोजको रिलिज प्लेयरहरू गौतम केसी, विपिन रावल, विपिन आचार्य, अमर सिंह रौटेला र सौगात ढकाल रहेका छन्। एनपिएल सिजन 3 को लागि रिटेन्सन लिस्ट पब्लिक गर्ने अर्को टिम हो कर्णाली एक्स। कर्णालीले सोमपाल गामीसँगै नन्दन यादव, गुलसन झा, दीपक डुम्रे, युवराज खत्री, पवन सरफ र योनिस विक्रम सिंहलाई रिटेन गरेर कोर सेम राख्ने म्यासेज दिएको छ। सिजन 1 को इमर्जिङ यङ ट्यालेन्टको रूपमा उदाएका विपिन शर्मा सँगै दिपेन्द्र रावत, मनिष थापा, इमरान शेखलाई रिलिज गरेको छ। अक्सनमा जाँदा बोल्ट्सले सबै तर्फको प्लेयर्सहरूमा बोली लगाएर आफ्नो स्क्वाड कम्प्लिट गर्नुपर्ने छ भने चितवनले आफ्नो कोर एजिटिज राखेकोले मिसिङ रोलको लागि जानेछ। त्यस्तै कर्णाली एक्सले पनि आफ्नो कोर फिक्स राखेको छ र अक्सनमा प्रोमिसिङ नेपाली टप अर्डर ब्याटर खोज्ने देखिन्छ। अनि जनकपुरले रिलिज गरेका आसिफ शेखलाई कुन टिमले टार्गेट गर्ला त? कमेन्ट डाउन एन्ड च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू।